नेपालले 5 महिनामा 13 अर्ब रुपैयाँ बराबरको बिजुली बेचिसकेको छ। देशभरका मिडिया यसलाई ठूलो उपलब्धि भनेर प्रचार गर्दैछन्। तर के यो वास्तवमा हाम्रो लागि आर्थिक फाइदा हो त? तर के हामीले कति ऋणको ब्याज तिर्न बाँकी छ भन्ने कुरा सुनेका छौं? 13 अर्बको आम्दानीले त ऋणको ब्याज पनि पूरा ढाक्दैन। तर सरकारले यसलाई आर्थिक क्रान्तिको रूपमा प्रस्तुत गर्दैछ। तर यो तथाकथित क्रान्ति चाहिँ पछि डर पनि छ, किनकि हाम्रो ऊर्जा उत्पादन मौसमी छ। जब बर्खामा खोलाहरू भरिन्छन् हामी सस्तो पाउँछौँ। भरिएपछि हामी भारतलाई सस्तोमा बिजुली बेच्दछौँ, तर जाडोमा नदी सुक्दा हामी महँगो दरमा भारतबाट बिजुली किन्न बाध्य हुन्छौँ। सस्तोमा बेच्ने र महँगोमा किन्ने यो कस्तो व्यापार हो? राष्ट्रिय गौरवको कुरा गरिन्छ, तर आर्थिक रूपमा यी परियोजनाहरू अझै घाटामै छन्। देश त्यति बेला बन्छ जब हामी आफ्नै देशभित्र उत्पादन भएको बिजुली बढी प्रयोग गर्न सक्छौँ। सस्तोमा विदेश बेच्नुको सट्टा आफ्नै नागरिकलाई सस्तोमा उपलब्ध गराउनुपर्छ। यदि बिजुलीको सही सदुपयोग गरियो भने ग्यास र पेट्रोलमा खर्च हुने पैसा पनि बचत गर्न सकिन्छ। तपाईको विचार के छ? विदेशमा सस्तो बिजुली बेच्ने कि आफ्नै देशमा खपत बढाउने? आफ्नो विचार कमेन्टमा लेख्नुहोस्। यस्तै ज्ञानका लागि तपाईहरू सबैको साझा च्यानल आर्थर ज्ञानलाई लाइक, सब्स्क्राइब गर्नुहोस्। नमस्ते, अहिलेलाई बिदा हुन्छु। धन्यवाद।